विमल आज चाहिँ फर्नौडा चाहिँ यो भनेको इजालको खोरानमा चाहिँ आज खोरान मसाबदेखि 3 घण्टा जति टाढा पुरा पहाड घुमाइरहेको आएको थियो आज हामीहरू। विमल फोटो खिचिरहेछ। यहाँ चाहिँ त्यो मरुभूमिको बिचमा पनि पानी, मरुभूमिको बिचमा चाहिँ पानी भएको। यो त भिडियो के ल ल त देखाउ त ल। ड्याउ 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 ओइ लक्ष्मी ड्याउ 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 1 मिनेट फोटो। तल चेपाङ हाम्रो चाहिँ बलले निकोमहरू चाहिँ फोटो खिचिरहेका छन्। त्यो देखाउँदै आउने होला। तिम्रो देखाइन्छ कि देखाउँदै आउनु भनेको यहाँ त्यतिले बोकेर आउनु त्यसलाई। अनि यो अब कुमा बोक्छु न त्यसलाई। त्यो चाहिँ फोटो निकाल्दै अब आफ्नो मरुभूमिको बिचमा पानी हेर्नको लागि हामी आइरहेको आज। धेरै खतरा ठाउँ छ। हामी मोसाबदेखि लगभग 3 घण्टा जतिको टाढा पैदल यात्रामा आएका थियौँ। धेरै टाढा, धेरै अप्ठ्यारो ठाउँ, धेरै खतरा ठाउँहरू बोल्थ्यौँ। धेरै खतरा ठाउँहरू अहिले मेरो आउँछ नि त रेगा रेगा मरुभूमिका झारहरू पानी माथि चमेर बस्ने ठाउँहरू छन्। माथि बेसी गरी यहाँ चाहिँ अब यस्तो मरुभूमिको बिचमा यस्तो पानी पानी छ मरुभूमिको बिचमा। पुरै किराहरू रहेछ। पानी समातेको विमल पनि अब मरुभूमिको बिचमा पानी पानी चलिरहेछ। पुरा पानी पुरा फोहोर छ। त्यही पनि मरुभूमिको बिचमा चराहरूको लागि खाने पानीको चाहिँ नेचुरली सुविधा हुनु पर्यो यसलाई। माथि पलहरू छन्, पलहरू चमेर बस्ने पलहरू। धेरै खतरा ठाउँ छ, धेरै खतरा ठाउँ छ। त्यहीँभित्र लागेछ। बाटो धेरै खतरा छ। अब मिल्दैन। पानी पानी चेपाङ भाषा नाम, इजरायली भाषामा माइम। पुरा तिर्खा लागिरहेछ। पुरा ढुङ्गा चट्टानहरू यहाँनिर। अब धेरै ठुलो चट्टानहरू मरुको बिचमा। मरु धेरै खतरा मरुभूमि छ। खतरा खतरा पहाडहरू। बोबी बोबी बबी बोबी ngam bo ngam ngam है त के धेरै खतरा। ओहो धेरै डेन्जर छ यहाँनिर। तर त के जानु डेन्जर छ भाइ। निकोम निकोम तल जानु न त भाइ टप